1,47,181 वर्ग किलोमीटर भित्र 864 जातका जडीबुटी, 900 जातका पंक्षी, 181 जातका स्तनधारी मान्छे भित्र पनि 126 जाति, ती जातिका फरक फरक रीति संस्कृति र सभ्यता अनि दुल्लुदेखि विजयपुरसम्मका सांस्कृतिक सम्पदा ब्रह्माण्डमा अन्त कहीँ छन्। साक्षात स्वर्ग होइन यो भूगोलमा एउटा त्यस्तो मात्र स्थल देखाइदिनुहोस्, मलाई एउटा मात्र देश देखाइदिनुहोस् यो पुरै पृथ्वीमा जहाँ समुद्र सतहदेखि 8,848 मिटर उचाइको सगरमाथा र जम्मा 70 मिटर उचाइको केचना कवल 200 किलोमिटर भन्दा कम दूरीमा अवस्थित होस्। धरान र भेडेटार तापक्रमको फरक करिब 25-30 डिग्री र दूरी जम्मा 16 किलोमिटर, फेवाताल र पाताले झाँगो दूरी जम्मा 7.4 किलोमिटर, ब्रह्माण्डमा अन्त कहीँ छ। 365 दिन वर्षका त्यो भन्दा बढी पर्व मेला र जात्रा, अरे विश्वको सबभन्दा प्रसन्न हुने देवतुल्य मान्छेहरू हौ हामी। अनि को आउँदैन यो देवस्थल हेर्न महोदय? को आउँदैन यो स्वर्ग हेर्न? स्वर्ग हेर्ने चाह कसलाई हुँदैन? तर विडम्बना, जब मरुभूमिको लास वेगसका जुवा खानाहरूको प्रचार गरेर मिलियन्स अफ पर्यटक भित्राइदिन्छ अमेरिकाले, अनि हामीले लाइट अफ एसिया जन्मेको लुम्बिनी समेत संसारलाई चिनाउन सकेनौँ। परिणाम आज उत्तर प्रदेशको पिपरहवामा नयाँ लुम्बिनीको निर्माण हुँदैछ। पशुपतिनाथको पवित्रता हेर्न आएको पर्यटक बागमतीको दुर्गन्धले बान्ता गर्दै फर्किन्छ। बुद्धको देश हेर्न आएको पर्यटक विमानस्थलबाटै ब्याग चोरिएपछि के सन्देश लिएर जान्छ? के 2014 मा आएकी ती अमेरिकी युवती के होटल व्यवसायीबाट बलात्कृत भएर साप्ताहिक पत्रिकामा छापिनका लागि आएकी थिइन्? रिल्याक्स गर्नका लागि आउँछ पर्यटक। तर हाम्रो विडम्बना हो कि हामी विभिन्न पर्यटन महोत्सवहरू आयोजना गर्छौँ तर विदेशी